हेलो एभ्रिवान, दिस इज माई हाउस ब्लगमा पनि हजुरलाई स्वागत छ। फलो गरिदिनुहोस्। त्यही हो साथीभाइ, के हो आजको फेरि बिहानीको हेर्नुहोस्, म एउटा सानो मिनी ब्लग गरिरहेको छु साथीभाइ। गरम हेभी गरम छ साथीभाइ, गरम चाहिँ हेभी गरम छ। अरिमठेको हेर्नु हुँदैछ होला साथीभाइ, अरिमठेको भिडियो हेर्नु हुँदा होला नि, हेर्नुहोस् अरिमठेको साथीभाइ भिडियो, राम्रो भिडियो छ त्यो। एक दिन दुई दिनमा त त्यति भइहाल्छ। अब हेर्नु, आज खाली बनाएर देखाइदिइराखेको छु मैले बट्टा, भोलि पर्सि हेर्नु फेरि ड्याममै हुन्छ। तिनकै चारको दिन देखाइहाल्छ साथीभाइ। म त गरम सक्दैन साथीभाइ, फ्यान चलिरहेछ हेर्नु, गरममा हेभी गरम छ। बाहिर घाम हेर्नु न कस्तो छ। अनि मैले टोकेको यहाँनिर त्यही हो साथीभाइ। अब त्यस्तो दुःख सुखाएको हुन्छ साथीभाइ। गफ 2-3 मिनटको एउटा सानो मिनी ब्लग भन्छ नि साथीभाइलाई, के त त्यो गरेर बसिरहेको छु। अस्तिको एक्सर्साइजले हेर्नुहोस्, माथि हात टक्कर लिएर बस्दिन्छ। अब चक्कैसरी बस्दै कुममा राखिराखिदिन्छ हात्ती हो। अस्ति ब्लाक झरिहाल्छ साथीभाइ, के त अहिले चाहिँ कुममा टक्कर राखिदिँदैछु नि। टक्कै पर भाँचिदिने यहाँ टक्कै भाँचिरहेछ टक्कै। यो चाहिँ अलिक यस्तो हुनु सिधा हुनुपर्ने साथीभाइ, यस्तो हुनुपर्ने, यस्तो चाहिँ हुनुपर्ने साथीभाइ कि अलिकति भाँचिनु यहाँनिर चाहिँ यो जो भाँचिन्छ नि साथीभाइ, बोरिङ लाग्छ साथीभाइ। तर केही छैन, तपाईँले भन्नुभएको थियो अस्ति यस्तो गरेर बस्नुपर्छ बस्दै। कपाल काट्ने पनि साथीभाइ मान्छे पाएको छैन। एउटा भाइले काटिदिन्छु भन्दै थियो, त्यो भाइ फेरि गएछ ससुराली गयो। ससुराली हिँडेर साथीभाइ कपाल काटिन्छ सन्डे मन्डे। हिजो गयो नि साथीभाइ, गएछ। मैले तर फोन चाहिँ गरेको छैन, फेरि म फोन गर्दिनँ, हतपत फेरि फोन गर्दिनँ। म कहाँ छ कसो छ सोध्दिनँ। केटाहरूलाई के काम लिएर गएको हुन्छ कि म चाहिँ फोन गर्दिनँ सिधै। काममा जाने केटा, देश परदेश जाने केटाहरूलाई म घरिघरि फोन गरेँ। मेरोमा आदत छैन त्यो चाहिँ, किनकि उनीहरू ड्युटीमा हुन्छ, डिस्टर्ब गर्नु चाहदिनँ म चाहिँ। सबैले अस्ति भन्नुभएको थियो यसो फर्स्टको जुन गाई हेरिदियो साथीभाइ, साथी भन्दै थियो टाटाको त्यो साथीहरू नि हेर्ने भिडियो हेर्नेहरू, फर्स्ट बलाको जुङ्गा हेरिदिनु कस्तो खालको चाहिँ हुन्छ भन्दै थियो मलाई। क्या हेर्नु मन छोडिदिरहेको छ साथीभाइ। एउटा बिलेट र उयो के भन्छ कँची धरि हालेको छु क्या साथीभाइ, छोडिदिइरहेको छु जुङ्गा र दारी भयो फेरि मैले तपाईँहरूलाई है। त्यसको अपडेट म दिन्छु तपाईँहरूलाई, यसो लाइभमै बसेर दिन्छु तपाईँहरूलाई क्या साथीभाइ। हुन्छ नि के साथीभाइ, त्यस्तो छ गरम छ, त्यस्तो छ। भोलि चाहिँ नदिन्छु साथीभाइ, फेरि म बाहिर गएर नदिन्छु। जानु सक्छु नि साथीभाइ बाहिर, म मेरो बुद्धि लाएर हिँड्छु साथीभाइ। म उठेर उभिनु मात्रै साह्रो छ कि साथीभाइ। म उभिसकेपछि म हिँड्छु जहाँ भनेको छु आफूले, त्यहाँ पुगेर मात्रै बिसाउँछु म। बाहिर हिँड्दै उभिएर एकछिन उभिँदै हावा खाँदै लान्छु नि साथीभाइ। तर जुङ्गा चाहिँ हेरिदिउँ, फर्स्ट कलिलो जुङ्गा फर्स्ट आएको टुप्पा साथी मिलाउनु पर्छ कि राख्दा भन्नुहोस् है। यति लामो अब केलाई ओह्रालो ढालेर यता ल्याउनुपर्छ कि कसो ल्याउनुपर्छ भन्नुहोस् साथीभाइ ल। तपाईँहरूलाई जाने छ भने तपाईँको पाल्नु भएको छ अरे। मेरो चाहिँ यहाँबाट छुट्याउनु पर्छ, यस्तो रहेछ खास चाहिँ, यहाँबाट टक्कै यस्तो रहेछ कि हेरौँ न कस्तो छ साथीभाइ। मेरो पनि छ निकै छ यहाँतिर, हेर्दै जाउँ कस्तो हुन्छ है साथी। तर हेरिसकेर मेसेज गर्नु साथीभाइ, कस्तो खालको डिजाइन अब एउटा यसको उयो हुन्छ राख्नुपर्ने, कसरी के गर्नुपर्छ राख्दाखेरि, त्योहरू तपाईँले कमेन्टमा भनिदिनुहोस्। सानो एउटा मिनी भएको हजुर है, यति भन्दै म है बाई बाई। हेरिदिनुहोस्, फलो गरिदिनुहोस्, सेयर गरिदिनुहोस् भन्दै म यो भिडियो अप गर्न चाहन्छु। नेक्स्ट लाइभमा तपाईँहरूलाई देखाइदिन्छु फेरि कस्तो यसको अपडेट आउने छ साथीभाइ। बाई बाई।